बल आउटको सङ्केत अङ्क यो बेला भने आजको लागि 4-1 प्रकाश अलिकति सार्नु न अलिकति 5-1 अलिकति सार्नु न झुकेका छन् टिम्बीका खेलाडीहरू अङ्क आजको लागि 6-1 यो बेला खेलको सेटको पहिलो पटक आज टिम्बीको तर्फबाट टाइम आउटको सङ्केत आज टिम्बी यो बेला 5 अङ्कले पछाडि परेको अवस्थामा छ टाइम आउटको सङ्केत सकिएको छ यो खेल यो बेला चम्पादेवी गाउँपालिका आयोजक ए टिम ए भर्सेस चम्पादेवी गाउँपालिका आयोजक टिम बी का बीच खेल भइरहेको छ निकै उत्कृष्ट स्पाइकको बेला आयोजक टिम बी को तर्फबाट स्कोर 2-6 पृष्ठ ब्लकसँगै अङ्क आयोजक एकका लागि 7-2 सरिसमा युवराज श्रेष्ठ निकै उत्कृष्ट स्पाइकको बेला आयोजक टिम बी को लागि दिपिन नेपाली स्कोर 3-7 सोनिसको उत्कृष्ट स्पाइक निकै राम्रो प्लेसिङ राम्रो रिसिभ छ यो बेला भने बल बाहिरिन पुगेको छ अङ्क आयोजक एको लागि 8-3 सरिसमा सोनिस मगर जर्सी नम्बर 10 निकै राम्रो स्पाइक फेरि पनि दिपिन नेपाली आयोजक बी को तर्फबाट 4-8 कपिराइट आउँछ कि मेरो फेरि बिचको हुन्छ निकै राम्रो स्पाइक यो बेला भने आजको एकको लागि जर्सी नम्बर 5 का अनिल श्रेष्ठको स्कोर 9-4 सरिसमा अनिल निकै उत्कृष्ट स्पाइक बेला सत्य खड्का आयोजक बी को लागि 5-9 सरिसमा सुभन मगर उत्कृष्ट स्पाइक यो बेला ससितको स्कोर 10-5 उत्कृष्ट स्पाइकको बेला आयोजक बी को तर्फबाट स्कोर 6-10 निकै उत्कृष्ट स्पाइक फेरि पनि ससित मगरको स्कोर 11 छ दर्शक महानुभावहरू यो बेला भने हामी चम्पादेवी गाउँपालिका ओखलढुङ्गाले आयोजना गरेको चम्पादेवी गाउँपालिका ओखलढुङ्गा अध्यक्ष कपको दोस्रो संस्करणको खुला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता 2081 अन्तर्गत
पहिलो सेमी फाइनल खेलको प्रत्यक्ष प्रसारणमा छौँ। यो दोस्रो सेमी फाइनल खेल यो बेला भने चम्पादेवी गाउँपालिका आयोजक टिम ए भर्सेस चम्पादेवी गाउँपालिका आयोजक टिम बी को बीच भइरहेको छ। निकै राम्रो ब्लक यो बेला भने आयोजक बी का जर्सीबाट 8 का खेलाडी रोजेश श्रेष्ठ जोगिन पुगेका छन्। अङ्क आयोजक ए को लागि 12 छ। निकै उत्कृष्ट स्पाइक बेला रोजेश श्रेष्ठको स्पाइकसँगै आयोजक एको तर्फबाट नेट टचको सङ्केत थियो। अङ्क आयोजक टिम बीलाई स्कोर 7-12। रोटेसन बिगारेको छ आयोजक एले। अङ्क आयोजक बी को लागि 8-12। सरिसमा सत्य खड्का झुकेका छन्। सोनिसले उत्कृष्ट ठाउँमा खाली ठाउँ भएर पुगे। अङ्क आयोजक एको लागि 13-8। रोजेश श्रेष्ठको उत्कृष्ट स्पाइक फेरि पनि रोजेश श्रेष्ठ ब्लकआउटको सङ्केत। अङ्क आयोजक बी को लागि 9-13। निकै उत्कृष्ट स्पाइकको बेला सोनिस मगरको आयोजक ए को लागि 14-9। सुमन मगर यो बेला भने बल कटाउन असफल बने। अङ्क आयोजक एको लागि 15-9। सुमनलाई बल मिलेन। सुमन उत्कृष्ट स्पाइक थियो तर ब्लक लाग्न पुग्यो। अङ्क आयोजक एको लागि 16-9। सरिसमा युवराज आयोजक बीले यो बेला रोटेसन बिगारेको छ। अङ्क आयोजक ए को लागि 17-9। झुकिएका छन् यो बेला फेरि पनि आयोजक टिम बी का खेलाडीहरू। अङ्क टिम ए को लागि 18-9। यो बेला आयोजक टिम बीले दोस्रो पटक टाइम आउटको सङ्केत गरेको छ। दर्शक महानुभावहरू यो बेला भने हामी ओखलढुङ्गा जिल्लाको चम्पादेवी गाउँपालिका वार्ड नम्बर 9 मा रहेको यो डल्ली डाँडा खेल मैदानबाट यहाँहरूको बिचमा भइरहेको यो अन्तरपालिका स्तरीय चम्पादेवी गाउँपालिका अध्यक्ष कपको दोस्रो संस्करणको पुरुष भलिबल प्रतियोगिताको प्रत्यक्ष प्रसारणमा छौँ। यो बेला आयोजक टिम ए भर्सेस आयोजक टिम बी को बिचमा यो पहिलो सेमी फाइनल खेल भइरहेको छ। झुक्याउनु पुगेको बेला दिपी नेपाली। अङ्क आयोजक बी को लागि 10-18। आयोजक बी यो बेला 8 अङ्कले पछाडि परेको अवस्थामा छ। खेलमा कमब्याक गर्न निकै मेहनत गर्नुपर्छ।
अङ्क आयोजक बीको लागि 11-8 11-18 सरी बल कट्न सकेन यो बेला भने अनिल असफल भने आयोजक ए को लागि अङ्क आयोजक बी को लागि स्कोर 12-18 कुइ हो धुरो होइन सुभन मगर असफल भने यो बेला निकै राम्रो प्रयास थियो सुभनको तर बल काट्न सकेन अङ्क आयोजक ए को लागि 19-12 खेलाडी परिवर्तनको सङ्केत यो बेला बल ड्रप गरिएको छ यो बेला सुभनको ठाउँमा यो बेला भने आयोजक बीले खेलाडी परिवर्तन गरेको छ सुभनको ठाउँमा यो बेला भने सुरेश विक खेल मैदान प्रवेश गरेका छन् अनिलको उत्कृष्ट स्पाइकसँगै अङ्क आयोजक एक लागि 20-12 सुरेश निकै उत्कृष्ट स्पाइक थियो यो बेला आयोजकको लागि आयोजक ए को लागि अभिषेक मगरको स्कोर 21-12 लगातार सरिसमा सोनिस रिसिभ बिग्रिरहेको छ यो बेला आयोजक बी को लागि अङ्क भने आयोजक ए को लागि 22-12 यो बेला भने आयोजक बी 10 अङ्कले पछाडि परेको छ निकै उत्कृष्ट स्पाइक यो बेला सुरेशको सुरेश थिएनन् त्यहाँ यो बेला अङ्क आयोजक बी को लागि 13-22 सरिसमा दिपिन बल बाहिरिएको छ 1 अङ्क जोड्न सफल भएका छन् दिपिन नेपाली बेला स्कोर 14-22 उत्कृष्ट स्पाइक सँगै अङ्क आयोजक ए को लागि 23-14 झुकेका छन् यो बेला आयोजक ए का लागि जर्सी नम्बर 9 अभिषेक अङ्क आयोजक बीलाई 15-23 सरिसमा सुरेश विक उत्कृष्ट स्पाइक फेरि भने आयोजकका लागि ससित मगरको सरिसमा यो बेला अभिषेक मगर आयोजकका लागि सेट पोइन्ट 24-15 उत्कृष्ट ब्लकसँगै पहिलो सेटको खेलमा भने आयोजक बी का विरुद्ध आयोजक केले 15 का विरुद्ध 25 का साथ पहिलो सेट खेल भने आफ्नो पक्षमा पार्न सफल भएको छ यस लगत्तै अर्को दोस्रो सेमिफाइनल खेल विभागीय टिम नेपाली सेनाको दुर्गा बक्स गौड भर्सेस लिखु गाउँपालिकाको बीच हुने भएकोले कृपया खेलाडी साथीहरू
छिटोभन्दा छिटो खेल मैदान नजिकै तयारी अवस्थामा रहिदिनु होला। दोस्रो सेमिफाइनल खेल लिखु गाउँपालिका वर्सेस दुर्गा बक्सगढ ओखलढुङ्गा। अब यो गेममा जित्ने र अब यो पछाडिकोमा जुन जित्छन् तिनीहरूको चाहिँ फाइनलमा गए। पहिलो सेटको खेल भने सकिएको छ। अब दोस्रो सेटको खेल सुरुवात हुनेछ। पहिलो सेटको खेलमा आयोजक एली 15 को विरुद्ध 25 साथ पहिलो सेट खेलमा जित दर्ता गरेको छ। दोस्रो सेटको खेल सुरुवात हुने क्रममा अब भने दोस्रो सेटको खेल सुरुवात हुने क्रममा रहेको छ। एक राउन्ड हैन जुन हो त त्यसैलाई झन् उफ्रेर यो क्या उहाँलाई पुग्दो रहेछ उफ्री खेल सुरु भएको छ। बल आउट नपुगेको छ। यो बेला आयोजक एका रमेश श्रेष्ठको सर्भिस। अङ्क आयोजक बीलाई स्कोर 1-0। के को लाइन आएको यार उत्कृष्ट स्पाइक को बेला आयोजक बी का लागि रोजेश श्रेष्ठको अङ्क आयोजक बी को लागि स्कोर 2-0। यो बेला भने ससितको बल बाहिरिएको छ तर नेट टच गर्न पुगेका थिए आयोजक बी का खेलाडी। अङ्क आयोजक एलाई नम्बर यता हो यता बिताउँछ क्या यार गिगावटी मात्र पल्टाइराख्छ नि त यार उत्कृष्ट स्पाइक यो बेला अनिलको सरिसमा ससित स्कोर 2 बराबर। निकै राम्रो स्पाइक को बेला भने आयोजक बी को लागि जसरी 5 का सत्य खड्काएको स्कोर 3-2। मुनेको के भयो मुनेको आवाज आएन सरिस भने कटाउन असफल भए सत्य खड्का। यो बेला भने थोरै हावाले डिस्टर्ब गरेको छ। कृष्ण स्पाइक सुरेश दिपिन नेपालीको उत्कृष्ट स्पाइकसँगै अङ्क आयोजक बीको लागि 4-3। यो बेला भने सर्भिस बाहिरिएको छ रोजेशको। अङ्क आयोजक को लागि 4 बराबर। सुवन मगर निकै सफल देखिएका छन्। बेला भने खाली ठाउँ भएर पुगे टिम ए का विरुद्धमा स्कोर 5-4। घरी बनाउन लागि किन स्टेट नाप्यो क्या नापे गर्छ त्यहाँ
सुमन मगर बल राम्रै छ सुमन मगर फेरि पनि सफल बनेका छन् सुमन यो बेला आयोजक बीको लागि 6-4 सरिसमा लोकेन्द्र उत्कृष्ट स्पाइक यो बेला नै अनिलको आयोजक केको लागि 5-6 बल बिचमा आएको छ स्वयंसेवक साथीहरू बललाई समयमा नै नियन्त्रण गरिदिनु होला रोकेर राखिदिनु होला खेलाडीहरू घाइते हुन सक्नुहुन्छ बल ड्र गरिएको छ यो बेला सुमन आफै नेट टच गर्न पुगेको यो बेला अङ्क आयोजक एकको लागि 6 बराबर सुमन ससित राम झुकेको भाइ निकै राम्रो स्पाइक बेला सुमन मगर सफल बनेका छन् राइट बल छ अङ्क आयोजक बीको लागि 7-6 फेरि पनि अङ्क आयोजक बीको लागि 8-6 गुड मर्निङ रेकर्ड गर्दै हाल्नु भिडियो लाइभ त क्यामेरा खै डाटा अलिबार हाल्नुपर्छ नेट चल्यो भने अङ्क यो बेला आयोजक केको लागि 7-8 जो त सत्य खड्का सुमन मगर बल रिसिभ भएको छ अर्कालाई उठाइदिन्छ फेरि पनि सफल भएका छन् सत्य खड्का सफल भने हेलो 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 बत्ती गयो फेरि सरिसमा यो बेला सुमन मगर यो बेला सर्भिस भने सुमनको बाहिरी नपुगेको छ अङ्क आयोजक एकको लागि 8-9 कतातिर लागिरहनु यतातिर लगाइरहेको यतातिर लागिरहनु यसले जितेछ यसले जितेछ गेम सकिन्छ अर्को हेर्नु निकै राम्रो बल बाहिरिएको छ यो बेला रोजेश श्रेष्ठको स्पाइक अङ्क आयोजक बीलाई 10-8 हेलो 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 पानी आउट गर्ने ससित मगर निकै उत्कृष्ट स्पाइक गर्दै अङ्क थप्न सफल भए ससित स्कोर 9-10 निकै कडा प्रतिस्पर्धा रोजेश श्रेष्ठ नेट टच भएको छ आयोजक एकतर्फबाट अनिल श्रेष्ठको अङ्क आयोजक बीको लागि 11-9 अङ्क यो बेला सत्य खड्का कके
सोनिस मगरको उत्कृष्ट स्पाइक निकै उत्कृष्ट स्पाइकको बेलामा भने अनिल श्रेष्ठको 10-11 सुइगा गरेर यहाँ बाइक छैन आत्तामा हेलो अङ्क यो बेला आयोजक बीको लागि सफल बने दिपिन नेपाली उनले कटाएको बल लक्की नम्बर साबित हुन पुग्यो लक्की बल खोइ छैन यहाँ छैन लाइन गयो निकै राम्रो रिसिभ छ यहाँ बल गर्न सकेन सोनिस मगरको अङ्क आयोजक बीको लागि 13-10 यो बेला भने आयोजक टिम एले दोस्रो सेटको पहिलोपटक टाइम आउट गर्न बाध्य बनाएको छ टिम बीले निकै कडा प्रतिस्पर्धा यो खेलमा मेरो मन अनुसार हुन्छ हैन हेर्न मन लाग्यो भने अहिले अल्छी लाग्नु पनि सक्छ पार्दैन नि मेरै हात है सुमन राम्रो स्पाइक अनिल विपिन नेपाली यो बेला भने असफल बने उनी असफल बने विपिन दिपिन आफ्नो पक्षमा बल अङ्क जोड्न चाहने तर असफल भने अङ्क आज केहीको लागि सुमन बल हान्न सकेनन् यो बेला अनिल बल बाहिरिएको छ भने अनिल यो बेला चिप लिएर लड्न पुगेका छन् अङ्क आयोजक बीको लागि 14-11 पालिकाको सिलेक्टेड टिम एलाई टिम बीले निकै धौधौ बनाएको छ यो दोस्रो सेटमा भने निकै राम्रो रिसिभ उत्कृष्ट स्पाइकसँग अङ्क फेरि पनि आयोजक बीको लागि 15-11 उत्कृष्ट ब्लक दिपिन नेपालीको उत्कृष्ट ब्लकसँग फेरि पनि अङ्क आयोजक बीको लागि 16-11 लाइन आयो के अरे अहिले जेनेरेटर अन गरेछ हेलो यो बेला भने पावर बल थियो अभिषेक मगरको अङ्क आज केले लामो समयपछि अङ्क थपेको छ 12-16 असफल सुमन फेरि पनि बल कट्न सकेन निकै उत्कृष्ट स्पाइक थियो तर बल कट्न सकेन स्कोर 13-16 सुमन लगातार असफल प्रयास सुमनको अङ्क 14-16 सर्भिस बल यो बेला भने बाहिरिएको छ अनिलको बल बाहिरियो अङ्क आयोजक बीको लागि 17-14 कके
राम्रो रिसिभ, निकै राम्रो रिसिभ। ससित मगरको स्पाइकभन्दा अगाडि नै सत्य खड्काले नेट टच गरेका थिए। अङ्क आज केको लागि 15-17। झुकिएका छन् आयोजक बीका खेलाडीहरू। अङ्क आयोजकैको लागि 16-17। निकै राम्रो स्पाइक बेला कके सत्य खड्का कके। स्कोर आयोजक बीको लागि 18-16। झुकिएका छन् यो बेला। अङ्क आयोजक बीको लागि, टिम बीको लागि 17-18। निकै उत्कृष्ट कमब्याक यो बेला टिम बीको। खेलाडी परिवर्तनको सङ्केत यो बेला आयोजकको लागि। जर्सी नम्बर 1 का खेलाडीलाई बाहिर पठाएर जर्सी नम्बर 4 को खेलाडीलाई टिम ए ले खेल मैदानमा प्रवेश गराएको छ। स्कोर 17-18। बल कट्न सकेको थिएन। अङ्क 18 बराबर। ककेको बल नकट्दा घाटा लागेको छ यो बेला आयोजक टिम बी को लागि। यसको फाइदा टिम ए लाई। स्कोर 18 बराबर। मौसमले निकै च्यालेन्ज गरेको छ। कके इन्टरनेट टच भइसकेको थियो पहिला नै बल। हेलो हेलो स्पाइक तर ब्लक लाग्न पुग्यो। अङ्क आयोजकको लागि 20-18। साउन्ड सिस्टम थोरै मिलाइदिनु न प्राविधिक साथी। त्यहाँ साउन्डमा के भइरहेछ? अलिक कम आइरहेछ है। ककेको उत्कृष्ट स्पाइक। स्पाइक तर ब्लक लाग्न पुग्यो। सत्य खड्काको बल। अङ्क यो बेला आयोजकको लागि 21-18। 4 अङ्कले पछाडि परेको आयोजक टिम ए यो बेला भने 3 अङ्कले आफूलाई लिड गरेको छ। खेल्न फर्किन टिम बीले निकै मेहनत गर्नुपर्छ अब। बल कट्न सकेन। अङ्क यो बेला आयोजकको लागि 22-18। टिम ए 22, टिम बी 18। निकै उत्कृष्ट स्पाइक बेला भने रोजेश श्रेष्ठको। स्कोर 19-22। नेट टच गर्न पुगेको बेला रोजेश श्रेष्ठ। अङ्क टिम ए को लागि 23-19।
उत्कृष्ट ब्लकसँगै अङ्क टिम ए को लागि सेट पोइन्ट 24-19। उत्कृष्ट स्पाइक सँगै दोस्रो सेट खेल पनि 19 का विरुद्ध 25 अङ्कका साथ खेल जित्दै आयोजक टिम ए फाइनल प्रवेश गरेको छ। आयोजक टिम ए फाइनल प्रवेश गरेको छ भने टिम बी तेस्रो स्थानको लागि खेल्नेछ। अहिलेसम्म लाइभमा जोडिनु भएकोमा धेरै धन्यवाद।